साथीभाइ आज म चाहिँ एकदम चिल ठाउँमा आएको छु। यो चिल ठाउँमा आउनु आएको भन्दा पहिला चाहिँ हामी मसँग आएको मेरो भाइ के छ मेरो भाइलाई चिन्नुभयो होला। तकरिबन 2 वर्ष अगाडि हामीले सँगै भ्लग पनि गरेको थियौँ होइन। त्यो तिर्जुगा खोलामा नुहाएको अनि त्यो भ्याथलुङ पनि टाँसिएको छ मलाई। त्यो भ्याथलुङ पनि हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा तल छ। अभि खतरा भ्याथलुङ छ नि। भाइ चाहिँ अब माधव भाइ हाम्रो एकदम जल्दो बल्दो अहिले बेल्टारको हाम्रो बेल्टार उदयपुरको चाहिँ एकदम स्थानीय जागरुक युवा होइन। हजुर एमालेबाट होइन है? म नेकपा एमालेबाट एमालेबाट वडा नम्बर 6 को चाहिँ सचिव छु दाइ। होइन होला सचिव है। तर यस्तो हो अब के भन्नु भाइलाई अब म चाहिँ फेरि केही पनि होइन है। म चाहिँ एकदम आफ्नो काम गरिखाने मान्छे। भाइ पनि काम त काम गरिखाने हो तर सबैजना चाहिएन नि त। सबैजना फेरि राजनीतिमा आउनु भयो नि त। पत्रकार पनि राजनीतिमा आउने जो पनि राजनीतिमा आउने पनि हुन्छ। फेरि हाम्रो ठाउँमा नागरिक पनि चाहियो नि त। तपाईँहरू जस्तो स्वतन्त्र नागरिक होइन बुझ्ने मान्छे क्या कसले चाहिँ के गर्न खोजिरहेछ भने बुझ्ने मान्छे त चाहियो नि तपाईँहरू। तर फेरि भाइ हाम्रोमा त्यसैमा नेताहरू हेर्छन् होइन। त्यही भएर म पनि नआँटेको नत्र म पनि नेताकै कोर टिम कोर टिम हाम्रो लगभग पूर्वको कोर टिम हो हाम्रो उदयपुर। कुमार चौरनीमा नेता कुमार ने पनि तपाईँको एरिया पर्छ हो। मालूम है तेरे बाप को मत सिखा चल। हो त्यो चाहिँ हो 7 नम्बर एकदम। र आज भाइसँग धेरै पछि भेट भयो। विदेश जानुभयो म जानुभन्दा अगाडि पनि भाइसँग लास्ट भ्लग थियो। यो ऐतिहासिक ठाउँमा। ऐतिहासिक ठाउँ चाहिँ किन भन्नुहुन्छ भने यो चाहिँ हाम्रो श्री 3 कति अरे केटाकेटी हो 3 है। श्री 3 5 होइन श्री 3 चन्द्र शमशेर राणै होला है। 5 को त राजाहरू भइहाल्यो होइन भाइ। श्री 5 भनेको राजाहरू भइहाल्यो। श्री 3 चन्द्र शमशेर राणा जबरा भन्ने एउटा हो। उसले बनाएको नेपालको पहिलो नहर है। यहाँ म चाहिँ फर्स्टचोटि आएको साथीभाइहरू हेर्न सक्नुहुन्छ। तिमीहरू घरमै बस्छौ बाहिर निक्ल के कति घरमै बस्छौ केटाकेटी हो तिमीहरू। अब तपाईँले यहाँको चाहिँ एउटा सिनेमेटिक राम्रो तपाईँको भ्युवरहरूलाई होइन यो ठाउँ नआउनु भएकोहरूलाई तर यो ठाउँ चाहिँ एकदम केही छैन शुल्क है केटाकेटी हो। केही शुल्क छैन एकदम आउने फ्रीमा। यो चाहिँ हाम्रो उदयपुर र सप्तरीको हाम्रो यो बोर्डर हो। हाम्रो यता चाहिँ उदयपुर पर्यो होइन। साथीहरू अब चाहिँ हामी फोटोसोटो भइसक्यो। भाइ पनि छ रिल्सहरू बनायो भाइले भेटौँ पनि भन्दैछ। भेटघाट पनि भयो। अब भाइले खाजा साजा खुवाएको छ। यति गरेपछि त खाजा खुवाउनु पऱ्यो नि फेरि। दाइ रिसाउँछ नि फेरि ठाउँलाई नि खाजा के भएर। हाम्रो यहाँ चाहिँ नजारा चाहिँ सही छ हेर्न सक्नु। बबाल ए त्यो पनि देखाउँछु झर्ना है। झर्ना पनि देखाउँछु म तपाईँहरूलाई। ड्याम हेर्न सक्नुहुन्छ। टक्क यहाँ बसेर चाहिँ म त्यो उबाट आउनु के यस्तोमा चाहिँ नि भाइ त्यो फेवातालतिर हुन्छ नि त्यो काठको टाइपको हो कि हो। एकजना मात्र सोलो बसेर गर्ने त्यहाँ हो। त्यो यहाँ राख्यो भने सही हुन्छ। हो यहाँ राख्यो भने चाहिँ त्यो तर यो स्टेबल छैन नि त पानी। बवाल छ यार सही हो। अब के हामी जाउँ है? कताबाट जाने? सिवाईबाट जाने कि आमासीबाट जाने? किन सिवाईबाट जानु ल? उताबाट जाउँ न। आमासीबाट जानुपर्छ नि त। उहाँ पुगेर फेरि आउनुपर्छ नि। हामी चाहिँ अब लागेको साथीभाइहरू स्टे ट्युन है। किन आउँदो रहेछ भाइ यो क्या कस्तो बवाल आउने है यहाँ चाहिँ। मद्रासी फिल्म तर चिल है म ठाउँ चाहिँ है। के अरे फर्स्ट टाइम कति ओडी लिएर आयो न ढाडी भन। कति ओडी लिएर आयो मेरो बाइकमा कुनै केटीलाई पनि चढाएको छैन भाइ हो। म चाहिँ फर्स्ट टाइम हो यार भाइ। देख्नु भने भन्नु न कुनै केटा चढाएको ओइ उता गएर परि भएर बस न। ठिकै लाग्छ भाइ। जाऊ र जाऊ कस्तो देखिन्छ। जाऊ र एकचोटि जाऊ र कस्तो देखिन्छ के। अब हामी लाग्यो साथीभाइहरू के खाने हो भाइ? भोक लाग्यो त यार। अब हेर्नुपर्छ दारुसारू अरे बाहुनको छोरालाई जस्तो भन्नु नि पाप लाग्छ। जाऊ कुला गरेर कुर्जुगा खोलामा जाऊ कुला गरेर त्यतिकै भनिदिएको दाइ। दामी देखियो दामी देखाएको छ हेलमेटमा चिक्ना देखाएको छ। एलियन जस्तो देखेको होला होइन चिक्ना देखाएको छ चिक्ना। यस्तो चिया चाहिँ खानुपर्छ साथीभाइहरू। हामी चाहिँ अहिले तपाईँ सिवाई होइन है सुन्दरपुर सिवाई सही छ। दाइ बनाइदिनु टाउको हालेर 70-50 टाउको चाहिँ पिरो हल्का हालिदिनु ल।
पिरो नखाने तिमी मलाई पिरो खा वाइल्ड पिरो खान्छ भाइ माया कसम म त सक्दिनँ ए भएन जाउँ न हौ अब कति चटपटे खाएको जाउँ न भएन सकेन भाइ एउटा कुरा चाहिँ के याद गर भने नि खाना हग्न कैदीले समेत सुखले पाउँछ क्या भाइ आनन्द हतार भइसक्यो गाडी छुटिसक्यो अब तिमी बच्चा जस्तो यति खानु चटपटे है मलाई चटपटे दामी लाग्छ पिरो हाल्न कम गऱ्यौ तिमीले पिरो धेर खानु हुँदैन ठिकै छ होइन टेन्सन छौ अब भाइको स्पोन्सर अनि बाइकको तेल चाहिँ मेरो खुवाइ खर्च चाहिँ भाइको सही छ भाइ राम्रो छ एकदम है अब पैसा तिरेरै त्यो तारिफ गर्न लाग्यो जस्तो भयो त ल ती मान्छे राम्रो छ नि यार भाइ इन गरिदिनु हो त अब यति राम्रो मान्छे चाहिँ होइन भयो तिमी जस्तो मान्छे नि भाइ त्यत्रो तरिका मैले देखेको पनि थिइनँ देख्नु पनि नपरोस् यार ल भाइ यार इन गरिदिएको